व्यर्थ रहेछ आमा बाबा बिना यो जीवन अस्तित्व नै छैन। सास त चल्दैछ तर भन्नै सक्दैन। जिम्मेदारीको बोझले यति साह्रो जगेको छ कि आमा बाबासँग 2 पल पनि बसेर मृत्यु बोल्नै नै सकिँदैन। आमा बाबाले छोरी घर आइज, छोरी घर आइज भनेर बाटो कोरिबस्थ्यो, तर अहिले बाटो कोर्ने पनि कोही छैन। आमा बाबा बिना पनि त्यो घर चाहिँ हुँदैन रहेछ। एउटा गेस्ट हाउस जस्तो आयो, कस्तो छौ, न मनपसन्द खाना पाउँछु त्यहाँ, न मनपसन्द जसो बस्नु पाउँछु भन्नुको लागि त सबै रिस्ताहरू छ, तर निभाउने त्यो आमा बाबै थियो। यो जुनमिन त बोझले पुरा दबिएको थिए, तर म आशा गर्छु अर्को जुनमा सिर्फ आमा बाबाकै भनेर बस्छु।